दर्शकबिन यसैगरी सुरु गरौँ आजको पहिलो तथा विशेष खबरबाट। बुद्ध एयरको एटीएर दुर्घटनाको छानबिनका लागि 2 समिति गठन। भद्रपुर विमानस्थलबाट अवतरणका क्रममा पुस 18 गते दुर्घटनामा परेको बुद्ध एयरको एटी विमानको छानबिन गर्न 2वटा छुट्टा छानबिन समिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यक्षका अनुसार सोमबार बसेको मन्त्री परिषद बैठकको निर्णय अनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानका रूपमा नियुक्त गरिँदैछ। मन्त्रालय स्तरीय छानबिन समिति गठन गरेको हो। गैर सैनिक हवाई उडान नियमावली 2071 अनुसार क्याप्टेन पुरीले आवश्यकता अनुसार विषयगत विज्ञहरू समेटी दुर्घटनाको अनुसन्धान गर्नेछन्। गैर सैनिक हवाई उडान नियमावलीमा रहेको दुर्घटना छानबिन सम्बन्धी व्यवस्था अनुसार क्याप्टेन पुरीको नेतृत्वमा गठित आयोगले भद्रपुरमा भएको उक्त दुर्घटनाको विस्तार छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनु पर्नेछ। आयोगले वायुयान चालक दलक वायु सेवा क्याप्टेन सेवा प्रदान निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण भद्रपुर विमानस्थल कार्यालय लगायत सबै पक्षको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नेछ। दर्शकबिन यसैगरी राष्ट्रिय सभा निर्वाचन कर्णालीमा 4 जनाको मनोनयन दर्ता। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीबाट 4 जना उम्मेद्वारहरूले मनोनयन दर्ता गरेका छन्। कर्णाली रिक्त रहेको अन्य र महिला क्लस्टरमा 4 जनाको उम्मेद्वार परेको हो। अन्य क्लस्टरमा नेपाली कम्युनिस्ट पार्टीबाट रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली काङ्ग्रेसबाट जुम्लाहाका ललित जङ सहीले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिएका छन्। यसैगरी महिला क्लस्टरमा नेपाली कम्युनिस्ट पार्टीबाट डोल्पा निवासी अन्जु महतरा र नेकपा एमालेबाट दैलेख निवासी मीना सिंह रखालाई राष्ट्रिय सभा सदस्यको मनोनयन दर्ता गरेको सूचना अधिकारीले जनाएको छ। दर्शकबिन यसैगरी अध्यक्ष लामोसो दलेको विरोधमा डडेलधुरा अस्पताल बन्द। डडेलधुरा जिल्ला अस्पतालले बिहिबारदेखि आकस्मिक बाहेक सेवा नदिने भएको छ। अस्पताल विकास समितिका अध्यक्ष करुणकार ओझालाई मोसो दलेको विरोधमा बन्द गर्न लागेको समितिले जनाएको छ। नेकपा बहुमतका कार्यकर्ताहरूले बुधबार दिउँसो अध्यक्ष ओझालाई कार्यकक्षामै मोसो दलेका थिए। समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, दोषीलाई तत्काल कानुनी दायरामा नल्याएसम्म यस घटनाले कमजोर बनाएको कर्मचारीको मनोबललाई मध्यनजर गरी 24 पुसदेखि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द हुने बेहोरा जानकारी सहित यो प्रेस विज्ञप्ति जारी गरिएको छ। आवश्यक सेवा सञ्चालन ऐनले अस्पताल लगायतका क्षेत्रमा बन्द हडताल गर्ने विरोध गरेको छ। अध्यक्ष ओझा अनुसार 4 जना युवाहरू अस्पतालले दिने सेवा सुविधाबारे जानकारी लिन भन्दै कक्षा कक्षामा आएर दुर्व्यवहार गरेका थिए। प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले मोसो दल्ने 4 जनाको पहिचान भइसकेको जानकारी गराएका छन्। दर्शकबिन यसैगरी नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी रासपाका अध्यक्ष राजेन्द्र लेङदेलबीच आज भेटवार्ता भएको छ। रापरपाद्वारा यही पुस 27 गते पृथ्वी जयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङदेल देउवा निवास पुगेका हुन्। सभापति देउवाले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको रापरपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। सो अवसरमा 2 पार्टीका अध्यक्ष बीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिएका हुन्। मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ। रापरपाले सोही दिन भिरकुटी मण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिहरू नियोजनका प्रतिनिधिहरूलाई निमन्त्रण गरेको छ। दर्शकबिन नमस्कार, तपाईँ यति बेला लुम्बिनी खबर टिभीसँग जोडिनु भएको छ। सदाको दिन जस्तै आज पनि देश तथा विदेशका महत्त्वपूर्ण समाचारहरू लिएर उपस्थित भइसकेका छौँ। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई क्लिक गर्न नभुल्नुहोला। साथै कुन ठाउँबाट हेरिरहनु भएको छ तलको कमेन्ट बक्समा गई कमेन्ट गरिदिनुहोला। दर्शकबिन यसैगरी अर्को खबर रहेको छ। निर्वाचनले बदलाव ल्याउँछ भनेर अझ 5-10 वर्ष कुर्न सकिन्न, अगाडि नै निकास खोज्नुपर्छ ढुङ्गानाको भनाई। जेएनजी आन्दोलनका अभियन्ता मिनराज ढुङ्गानाले जेएनजी आन्दोलनलाई निर्वाचनका लागि नारा र औजारको रूपमा प्रयोग गरिएको बताइएको छ। बुधबार जेएनजी विद्रोह पछिको बृहत अन्तर्क्रिया कार्यक्रममा उनले 76 जनाको बलिदान जलेको सिंहदरबार र अन्य सबै निर्वाचनहरूका लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास
नपाउने बताएका छन्। आन्दोलनले धेरै भए, निर्वाचन पनि धेरै भए, तर देशले निकास भने कहिले पनि नपाएको ढुङ्गानाको भनाइरहेको छ। दर्शकबिन, यसैगरी आइपिओ जारी गर्ने एनसेल तयार, लाइसेन्स नवीकरण नगर्ने निर्णयमा पूर्व विचार गर्न आग्रह। आगामी 4 वर्षपछि लाइसेन्स नवीकरण नगर्ने गरी सरकारले गत वर्ष गरेको निर्णयलाई पुनः विचार गर्न निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले अनुरोध गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै एनसेलले टेलिकम क्षेत्रमा आफूहरूले पुर्याएको योगदानको कदर गर्न आग्रह गर्दै नेपाल सरकारलाई मन्त्री परिषदको निर्णय पूर्ण अवलोकनका लागि अनुरोध गरेको छ। एनसेलले आफूलाई सरकारी स्वामित्वको नेपाल टेलिकम सरह समान व्यवहार नगरिएको र वैदेशिक लगानीको संरक्षणमा सरकारले ध्यान नदिएको आरोप समेत लगाइएको छ। एनसेलले लाइसेन्स नवीकरण दस्तुरमा किस्ता बुझाउँदा आफूमाथि अन्य पूर्ण रूपमा 10% ब्याज लिएको दावी गरेको छ। नेपाल टेलिकमले ब्याज बिना नै किस्ता तिर्ने सुविधा पाएको, तर एनसेललाई भने थप आर्थिक भार परिएको पत्रमा उल्लेख गरिएको छ। यसैले गर्दा थप 2 अर्ब 55 करोड रुपैयाँ ब्याजको भार पर्ने र नेटवर्क विस्तारमा असर पुग्ने एनसेलको तर्क रहेको छ। यसैगरी सरकारले यसलाई अझै औपचारिक रूपमा स्वीकार नगरेकोमा एनसेलले आपत्ति जनाउँदै त्यसलाई तत्काल स्वीकृति गर्न माग गरेको छ। वैदेशिक लगानी तथा प्राविधिक हस्ताक्षर एन बमोजिम आफूले उद्योग विभागलाई जानकारी गराइसकेको एनसेलले जनाएको छ। दूरसञ्चार ऐनको दफा 23-33 अनुसार 25 वर्षपछि कम्पनीको स्वामित्व सरकारमा जाने व्यवस्था र त्यसका लागि शेयर संरचनाको हेरफेर गर्न नपाउने शर्तप्रति एनसेलले असन्तुष्टि पोखेको छ। यस्तै विदेशी लगानीकर्ताहरूको मनोबल गिराउने र सम्पत्ति सम्बन्धित मौलिक हकको हनन हुने एनसेलको जिकिर रहेको छ। साथै दूरसञ्चार ऐन 2053 को दफा 33 अनुसार 25 वर्षपछि स्वामित्व हस्तान्तरमा हुने प्रावधानलाई टेकेर लगाइएको नयाँ नियमले वैदेशिक लगानीकर्ताहरूको सम्पत्ति सम्बन्धी मौलिक हक कुरुटित गरेको एनसेलको ठहर रहेको छ। दर्शकबिन, यसैगरी वीरगञ्जमा तस्कर मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरीको छापा, लाखौंको अवैध सामान बरामद। लामो समयदेखि तस्करी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएका विवादित व्यवसायी मदन गुप्ता उर्फ मदन रुन्चेको गोदाममा सशस्त्र प्रहरीले छापामारी गरेको छ। वीरगञ्ज महानगरपालिका 10 आदर्श नगर स्थित जयमा दुर्गा करियर नामको गोदाममा सशस्त्र प्रहरीले छापा मार्दै लाखौं रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायक उपरीक्षक परशुराम भण्डारीको नेतृत्वमा खटिएको विशेष टोलीले गोदाममा छापामारी गरेको सशस्त्र प्रहरीले जनाएको छ। छापामारीका क्रममा गोदामबाट 6 पोका सुटिङ सुटका कपडा र 1 पोका जुत्ता बरामद गरिएको छ। बरामद गरिएको कपडा तथा जुत्ताको अनुमानित मूल्य लाखौं रुपैयाँ बराबरको रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती सामग्रीहरू भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्राएको आशंका गरिएको सशस्त्र प्रहरीको भनाइरहेको छ। बरामद सम्पूर्ण सामग्रीहरूलाई आवश्यकता कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयार भइरहेको छ। मदन गुप्ता रुन्चेको गोदामबाट तथा वीरगञ्जबाट काठमाडौँ आउने क्रममा भक्तपुर, चितवन, काभ्रे, सिन्धुली पथ लगायतका ठाउँहरूमा यसै पनि पटक पटक छापामारी हुँदै आएको छ। गत चैत महिनामा समेत सोही गोदामबाट करिब 20 लाख रुपैयाँ बराबरको तस्करी जन्य सामग्री बरामद भएको थियो। त्यति बेला तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गानाले नेतृत्व खटिएको टोलीले छापा मारेर अवैध सामान बरामद गरेको थियो। उक्त सामग्री मदन गुप्तासँग सम्बन्धित रहेको निष्कर्ष सहित प्रहरीले प्रतिवेदन तयार गरी वीरगञ्ज भन्सार कार्यालयमा पेश गरेको भए पनि त्यसपछि ठोस कारबाही नहुनुले स्थानीय स्तरमा व्यापक आलोचना भएको थियो। स्रोतका अनुसार मदन गुप्ता रुन्चे लामो समयदेखि वीरगञ्ज भन्सारबाट नाकाबाट कपडा, हार्डवेयर लगायतका विभिन्न सामानहरू तस्करी गर्दै आएको आरोप लागेको छ। दर्शकबिन, यसैगरी एक समय सशस्त्र विद्रोह, भूमिगत राजनीतिक र राज्य सङ्घको तीव्र टहरको पर्याप्त बनेका नेत्र विक्रम चन्द्र विप्लव अब औपचारिक संसदीय राजनीतिकमा निर्णय प्रवेश गर्ने चरणमा पुगेको छ। विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नेकपाले रोल्पाबाट प्रतिनिधि सभा सदस्यका पदका लागि महासचिव विप्लव चन्दको नाम एकल उम्मेद्वारका रूपमा पठाइएको छ। बुधबार बसेको रोल्पा जिल्ला बैठकले विप्लव चन्दलाई जन्मथलो रोल्पाबाट उम्मेद्वार बनाउने निर्णय गरेको हो। रोल्पा इन्चार्ज सम्झना घरती
असिनाले पार्टीको निर्णय पुष्टि गर्दै फागुन 21 गते हुने निर्वाचनका लागि महासचिवको नाम मात्रै सिफारिस गरिएको जनाइएको छ। पहिलो पार्टी पटक निर्वाचन आयोगमा दर्ता भई संसदीय निर्वाचनमा सहभागी हुन लागेको हो। दर्शकबिन यसै गरी पिकनिकबाट फर्किँदै गरेको बस काठमाडौँको शङ्खपुर नगरपालिका 3 फेदी जग्गलमा बुधबार साँझ दुर्घटना भएको छ। जर्सी पोखराबाट साङ्खुतर्फ पिकनिक गएर फर्कँदै गरेको 4 ख 78788 नम्बरको महानगर यातायातको बस सडकबाट करिब 100 मिटर तल खसेको छ। दुर्घटनाबाट सबैजनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश राज सुवेदीले जानकारी दिएका छन्। बस घटनास्थलमा रहेको छ। बस 40 जना जति सवार रहेको अनुमान गरिएको छ। अहिलेसम्म मानवीय क्षति विवरण नआइसकेको एसपी सुवेदीले बताएका छन्। दर्शकबिन यसैगरी जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन 21 गते हुने निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन्। उनले संविधान संशोधन तथा पूर्ण लक्षण संहितालाई मजबुत बनाउन तथा आम नागरिकलाई न्याय दिलाउन अबको निर्वाचनमा जसपा नेपाललाई जिताएर सरकार बनाउने पर्नेमा जोड दिएका छन्। पार्टीको लुम्बिनी प्रदेश समितिले रूपन्देहीको रोहिणी गाउँपालिका 3 स्थिति धङघाई आयोजना गरेको जनसभा अध्यक्ष यादवले संविधानमा सबैको अपत्य हुने गरी परिमार्जन आवश्यकता रहेको बताएका छन्। उनले संहितालाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यकता रहेमा जोड दिएका हुन्। जेएनजी आन्दोलनपछि भएको सम्झौता कार्यान्वयन गर्न षड्यन्त्र भइरहेको भन्दै सम्झौता लागू गर्न उनले आग्रह गरेका छन्। पूर्व उप प्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले पार्टी र उम्मेद्वारले खर्च गर्न नपाउने गरी नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यकता रहेकोमा जोड दिएका छन्। दर्शकबिन यसै गरी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा 6 जनाले उम्मेद्वार दर्ता गराएका छन्। गण्डकी प्रदेशमा 2 सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट 2 जना, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट 2 जना र राष्ट्रिय जनमोर्चाबाट 2 जनाले उम्मेद्वार दर्ता गराएका हुन्। गण्डकी प्रदेशमा पुरुष र महिला 1-1 जनाले सिट खाली रहेको छ। दुवैतर्फ 3-3 जनाको उम्मेद्वार परेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जनाएको छ। देशैभर कांग्रेस र एमाले बीच गठबन्धन भए अनुसार गण्डकीमा पनि यी 2 दल मिलेर उम्मेद्वार दिएका छन्। 2 दल मिलेका कारण गण्डकीमा उनीहरूको जित सुनिश्चित रहेको छ। मतभारमा कमजोर रहेको नेकपा र राष्ट्रिय जनमोर्चा पनि उम्मेद्वार भने दर्ता गराएका छैनन्। गण्डकीमा पुरुषतर्फको 1 पदका लागि कांग्रेस एमालेको गठबन्धन तर्फबाट कांग्रेसका जगदश तिमेल सिन्हा, नेकपा कपिल लामा र राष्ट्रिय जनमोर्चाका तर्फबाट भने शंकर प्रसाद बरालले उम्मेद्वार दर्ता गराएका छन्। गठबन्धनबाट उम्मेद्वार बनेका 55 वर्षीय तिमेल सिन्हा तनहु शुक्ला गण्डकीका हुन् भने नेकपाका 71 वर्षीय लामा मनाङ र जनमोर्चाका बराल पोखरा 22 कास्कीका हुन्। यसैगरी महिलातर्फ गठबन्धनको तर्फबाट एमालेकी सम्झना देवकोटा, नेकपाबाट गोमा घिमिरे लुइटेल र राष्ट्रिय जनमोर्चाका तर्फबाट लक्ष्मी बाँसकोटाले उम्मेद्वार दर्ता गराएका छन्। एमालेकी देवकोटा, गोर्खा जनयुद्धकी घाइते लुइटेल कास्की र बाँसकोटा बागलुङका हुन्। गण्डकीमा दुवै सिट कांग्रेस एमालेको गठबन्धनले जित्ने निश्चित रहेको छ, किनकि त्यहाँ दुवै दलको मतभार जोड्दा 2/3 भन्दा बढी हुन्छ। गण्डकीमा सबैभन्दा धेरै कांग्रेस 2704 मतभार छ भने एमालेको 2431 मतभार छ। कांग्रेसबाट 27 जना प्रदेश सभा सदस्य, नगर प्रमुख 15, उपप्रमुख 11, गाउँपालिका अध्यक्ष 21 र उपाध्यक्ष 20 जना रहेका छन्। यस्तै एमालेबाट प्रदेश सभा सदस्य 22, नगर प्रमुख 8, उपप्रमुख 9 तथा गाउँपालिका अध्यक्ष 27 र उपाध्यक्ष 24 रहेका छन्। यसैगरी नेपाली कम्युनिस्ट पार्टीको गण्डकीमा केवल 960 मतभार रहेको छ। तत्कालीन माओवादीबाट प्रदेश सभा सदस्य 7 जना, नगर प्रमुख 2, उपप्रमुख 7, गाउँपालिका अध्यक्ष 9, उपाध्यक्ष 12, जना तथा एकीकृत समाजवादी पार्टीको तर्फबाट पोखरा महानगरपालिकाका मेयर धराज आचार्य छन्। तत्कालीन माओवादीबाट चुनाव लडेका फणीन्द्र देवकोटा नेस्पाको भएकाले उनी मतभार भने कायमै गरिएको छैन।